फाइनल्ली मेरो 12 घण्टा पछिको मेहनतको आजको कमाइ कति हुन्छ हेरौँ है त। स्वागत छ साथीहरू मेरो सानो भिडियोमा। सबैले माया गरिदिनु होला। म अछामीकी छोरी, मलाई नेपाली बोल्न आउँदैन। अलिअलि अछामी, आधाअलि नेपाली, आधा आधा मिक्स गरी बोल्दछु। अब लागे म आफ्ना ड्युटीतिर अटोमा जान्छु, किनकि 10 किलोमिटर टाढा छ नि त। मेघ आयो भन्न मिल्दैन। रेनकोट लगाएर भए पनि म दोकानतिर लागे। मेरो बेच्ने दोकान मतलब गाउँ भने यही हो, पर मोमोज दोकान आयो भाइ। मैले त आफ्नो सुरक्षाको सुविधा लगाएँ, दोकान बन्न जमाएँ भन्दै मेरा स्कुले कस्टमर आया। बक्का खान लाग्या परेर मेरा बौनी गर्ने भनेका यी हुन्। अनि पछि बकाबक बेच्न लागेकी छे। ओ माइ गड, कस्टमर आउँदै गर्दा मैले चटनी प्याक गरेँ। चटनी बकाबक प्याक गरिराखेँ, किनकि एक्लै छु नि त। भिड लागेपछि म एक्लै सक्दैन चटनी अगाडि प्याक गरिराख्दछु। त्यसो भन्दै ओ माइ गड, फेरि अझ मेघ लागेर म त क्या गरौँ। मेघ लागिसकेपछि अझ भगवान, अब एकचोटि अझ बित्दापछि अनि भइहाल्छ, सामानको निक्लिहाल्छ, अटाकिदिन निक्लिहाल्छ। अब अरू कमाइ जे यस्तै हो भनेर ढुक्कसँग पैसा गिन्न लागेँ। 300 रुपियाँ अटोवाला निक्ल्यो, अनि 400-500 सामानको निक्ल्यो। अब 400-500 बेच्यापछि बास मलाई अरू केही चाहिँदैन भनी भक्काभक बेच्न लागेको चाहिँ फेरि मेघ बित्दिसकेपछि अनि मैले अब त्यो पछिको चाहिँ भिडियो बनाउन सकेन, किनकि कस्टमर लागिसकेको थिए। सिधै 8 बजेको भिडियो बनाएँ मैले। मेरा मोमोज पकौडा सबै सकिसकेको थिए। अनि म आएँ, घरमा आउने बेलाको पनि बनाएँ। सिधै घर आउँछु है त। घर आइसकेपछि हेर, कपडा नखोली यसो गद्दो छ साथै, तमी गद्दा छ कि। मैले कपडा खोलेन, हात मुख धुएन, सिधै पैसा किन्न लागेँ। अब आफ्नो मेहनत, ओ माइ गड, यति धेरै यति अमूल्य लाग्ने रहेछ कि आफूले कमाएको पैसा हैन। अब पैसा गिन्न लागेँ, खुसी अलग, यत्रो मेहनत पछिको कमाइ हैन। अब आफ्नो खुसीले सिमाइ भएन, बक्काबक गिन्न लागेँ। कामसाम खानासाना पकाउँछु अझ यहाँ पछि म पैसा किन्न लागेँ। अब यी 20 रुपियाँ नगई त भन्यो कि मैले कति बेच्या कमेन्ट गरे है साथै हो।